सबैजनालाई फेरि मैले हाम्रो मन्दिरको प्राङ्गणमा नमन गर्न चाहे, नमस्कार भन्न चाहे र आज हामी एउटा ऐतिहासिक क्षणको साक्षी बन्न यहाँ उपस्थित भएका छौँ र हाम्रो समाजले एउटा इतिहास आजको दिनबाट आरम्भ गर्दैछ र त्यो हो हाम्रो मन्दिरको भवन, सामुदायिक भवन बनाउने जग्गा खरिदको प्रक्रिया पुरा गर्न लागेका छौँ र त्यो क्लोजिङ हुँदैछ। यहाँ हाम्रो मन्दिरको प्रत्यक्ष अगाडि प्राङ्गणमा भने हामीसँग धेरै भक्तभागहरू यहाँ आएर यो प्रक्रियाको साक्षी बनिदिनु भएको छ। यहाँहरूलाई म समाजको तर्फबाट, संस्थाको तर्फबाट एकमुष्ट रूपमा यहाँ उपस्थित भइदिनु भएकोमा धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु र जसले यो प्रक्रिया पुरा गर्नका लागि हामीलाई तन, मन, धन, वचनले सहयोग गर्नुभयो उहाँहरूलाई सबैलाई यहाँ नाम दिएर त म सक्दिनँ कि हामीसँग लामो लिस्ट छ, हामी त्यसलाई सार्वजनिक गर्ने नै छौँ र जसले हामीलाई यो जग्गा खरिदको लागि रकम जम्मा गरिदिनु भयो सबैलाई एकमुष्ट धन्यवाद भन्न चाहे, अभाव व्यक्त गर्न चाहे, कृतज्ञता भाव व्यक्त गर्न चाहे। यसरी नै हामी अगाडि बढ्दाखेरि असम्भव नहुने रहेछ भन्ने यो एउटा उदाहरण समाजमा बनेको छ र यो प्रक्रिया पुरा हुँदै जाँदाखेरि जति पनि प्रक्रियामा आइराख्नु भएको छ, जोडिराख्नु भएको छ उहाँहरूलाई स्वागत गर्न चाहे र जो अझै भोलिका दिनहरूमा जोड्नु चाहनुहुन्छ, जोडिँदै हुनुहुन्छ उहाँहरूलाई पनि अग्रिम शुभकामना स्वागत भन्न चाहे। यो प्रक्रिया लामो छ, हामी बल्ल एउटा जग्गा खरिद गर्ने प्रक्रिया आज पुरा भइरहेको छ। यहाँ भने अब निर्माण गर्ने प्रक्रियामा हाम्रो दोस्रो चरणको प्रक्रियामा हामी जान्छौँ। हाम्रो पहिलो उद्देश्य चाहिँ आजबाट पुरा भएको घोषणा गर्न चाहे यहाँबाट र आजसम्म उठेको रकम म यहाँ सार्वजनिक गर्न चाहेँ र यी दाताहरूलाई, यी मनका धनीहरूलाई म धन्यवाद दिँदै यो क्लोज गर्नका लागि हामीलाई चाहिएको रकम $4 लाख चाहिएको थियो। त्यसको दाम त्यति नै थियो र 4 लाख उठ्नुपर्ने थियो हामीलाई यो घडीसम्ममा र यो ऐतिहासिक हो। अहिलेसम्मको रकम हामीलाई उठेको र हाम्रो खातामा जम्मा भइसकेको रकम $4,04,404 फेरि पनि मैले यो रकम भने $4,04,404 रुपियाँ अहिलेसम्ममा हाम्रो खातामा जम्मा भइसकेको छ र यो रकम उठ्ने प्रक्रिया निरन्तर अघि बढिरहेको छ र यहाँहरू दाताहरूलाई जसले यो रकम जुटाइदिनु भयो र यो हाम्रो पहिलो खुड्किलो पार गर्न सफल बनाइदिनु भयो। फेरि पनि म समाजको तर्फबाट, हिन्दू समाजको तर्फबाट, म व्यक्तिगत तर्फबाट सम्पूर्ण समाजलाई, यहाँबाट मात्रै हुनुहुन्न, हाम्रो बाहिर सिटीबाट पनि हामीलाई सहयोग गर्नुभएको छ। सिन्सिनेटी, कोलम्बसदेखि लिएर पिट्सबर्गसम्मका परिवारहरू यो प्रक्रियामा जोडिनु भएको छ। उहाँहरूलाई धेरै धेरै धन्यवाद भन्दै यो प्रक्रियामा आज यहाँ उपस्थित भएर साक्षी बनिदिनु भएकोमा समाजका भक्तभागहरूलाई म फेरि पनि अभाव व्यक्त गर्न चाहेँ। यति भन्दै म यो प्रक्रिया यहाँसम्म आइपुग्दाखेरि अनुभव गर्नुहुने र हामीलाई नजिकबाट निहालिराख्नुहुने हाम्रो आदरणीय गुरु डाक्टर लक्ष्मी ढकालजीलाई 2 शब्द राखिदिनु हुन मैले अनुरोध गरेँ। धन्यवाद आदरणीय लीलाजी। सम्पूर्ण उपस्थित धर्मानुरागी, अध्यात्म प्रेमी, संस्कृति प्रेमी, भाषा प्रेमी माता पिता, दाजुभाइ, दिदीबहिनीहरू सादर नमन अर्पण गर्दछु। यो कुनै पनि कुराको समय आउनु पर्दो रहेछ। समयभन्दा पहिला कुनै पनि कुरो सिद्ध हुँदैन। समय माग्छ कुनै पनि कुराले। हामीले पहिला पनि प्रयास नगरेका होइनौँ। आजभन्दा 8-10 वर्ष पहिलेदेखि यी कल्पना, परिकल्पना, तयारी
सोच विचार मन्थन र केही सङ्कलन पनि हामीले सुरु गरेका थियौँ, तर समय आएको थिएन। र अब समय आएको हामीले प्रत्यक्ष हामी गवाह बनिरहेका छौँ र यो समाजको एउटा आधारभूमि सांस्कृतिक केन्द्र निर्माण हुने प्रक्रियामा आज हामीले लुइभिल निवासी नेपाली भाषीहरूको र विशेष गरेर भुटानी अमेरिकी हिन्दू सोसाइटी समाजको नेतृत्वमा संयोजकत्वमा यो जमिन भूमि को स्वामित्व ग्रहण गर्ने क्षणमा हामी आइपुग्नु आयो। त्यसो हुँदाखेरि हामी सबैलाई पहिला त बधाई। र अघि संस्थाका अध्यक्षजीले विवरण प्रस्तुत गर्नुभयो र यो पहिलो चरणको सफलता हामीले प्राप्त गर्यौँ। भूमिको स्वामित्व आज हामीले ग्रहण गर्दैछौँ र अबका अगाडिका निर्माणका प्रक्रिया अब सुरु हुन्छ। दोस्रो तेस्रो चरणमा होला अथवा दोस्रोमा टुङ्गिन पनि सक्छ, त्यो हामीमा निर्भर गर्ने कुरा हो। त्यसलाई तेस्रो चरणमा लाने कि दोस्रो चरणमै पुरा गर्ने भन्ने हाम्रै हातमा। र समाज ठुलो छ र समाजले चाहेमा जे पनि गर्न सकिन्छ। यो एकता समाजको जुन एउटा आज देखिएको छ यसले राम्रो सङ्केत दिएको छ। त्यसो हुँदाखेरि अब साङ्गठनिक रूपमा सामूहिक रूपमा हाम्रो समाजलाई अगाडि बढाउने दिशामा हामीले अगाडि बढ्नु छ। सांस्कृतिक रूपमा, भाषिक रूपमा, धार्मिक रूपमा, आध्यात्मिक रूपमा समाजलाई अगाडि लानु छ। विशेष गरेर हाम्रा आउने पिढी, नयाँ पिढी, बालबालिकाहरूको भाषिक विकास, उनीहरूमा सांस्कृतिक चेतना र हाम्रो संस्कृति परम्पराको परिचय र अध्यात्मको बीजारोपण गर्ने दिशामा हामीले अगाडि बढ्ने सोच बनाउनुपर्छ। र त्यसकै परिपूर्तिमा हामी मन्दिरको निर्माणद्वारा कार्य आरम्भ गर्न गइरहेका छौँ। त्यसो हुँदाखेरि अब बिस्तारै संस्थाका तर्फबाट यी कार्य योजनाहरू अगाडि बढ्ने नै छन् अवश्य पनि हामी आशा गरौँ। र विशेष गरेर म के निवेदन गर्न चाहन्छु भने अब जहिले हामी नयाँ ठाउँमा प्रवेश गर्छौँ अथवा यही स्थानमा भए पनि छिटोभन्दा छिटो हामीले कुनै न कुनै कार्यक्रमलाई आरम्भ गर्नुपर्छ भन्ने मलाई लाग्छ। केही कक्षाहरू सञ्चालन हुँदैछन्। भाषिक कक्षालाई जो पहिला चल्दै थियो त्यसलाई निरन्तरता दिनुपर्छ हामीले र साथमा साप्ताहिक रूपमा सत्सङ्गको कार्यक्रम, साधनाको कार्यक्रमलाई पनि अगाडि बढाउनुपर्छ। त्यो एउटै समयमा हुन सक्छ मेरा दृष्टिमा। नानीहरूलाई लिएर आउने अभिभावकहरूले 1.5 घण्टा नानीहरूलाई कक्षामा छोडिदिने, केही शिक्षकहरूले कक्षा सञ्चालन गर्नुहुन्छ र केही गुरुहरूले आध्यात्मिक प्रवचन अथवा साधनाका कार्यक्रमहरू एउटै समयमा चलाउन सकिन्छ। त्यसो भयो भने अभिभावकलाई पनि र बालबालिकाहरूलाई पनि हामीले सुविधा दिन सक्छौँ। त्यो एउटा कार्यक्रम अगाडि बढाउनु पर्ने निकट भविष्यमा देखिन्छ। र जसले अहिलेसम्म सहयोग गरिसक्नुभयो उहाँहरू सबैलाई पनि हार्दिक आभार। र जसले अब दोस्रो चरणका निमित्त सहयोग गर्नका निमित्त तयार भइसक्नु भएको छ र भविष्यमा सहयोग गर्नुहुनेछ उहाँहरूलाई पनि हार्दिक आभारका साथमा एकजुट भएर यो कार्यलाई अगाडि बढाउन, यसलाई पूर्णाहुतिसम्म पुर्याउन अगाडि आउन हार्दिक निवेदन गर्दछु म मेरो तर्फबाट र समाजका तर्फबाट। यति भन्दै यो मेरो
छोटो वक्तव्यलाई यहीँ समाप्त गर्छु। सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामया, सर्वे भद्राणि पश्यन्तु, मा कश्चित् दुःखभाग् भवेत्। ओम शांति शांति शांति। धन्यवाद डॉक्टर वासु काका।